यो बागमती करिडोर केही दिन अगाडि मात्र यहाँ ठुलो सुकुम्बासी बस्ती थियो। त्यसको ठ्याक्कै यतापट्टि यहाँ एउटा पार्क छ। सुकुम्बासी बस्ती आधा भागमा थियो भने यो पार्क आधा भागमा छ। सुकुम्बासी बस्तीमा हजारौँको सङ्ख्यामा यहाँ सुकुम्बासीहरू बस्दथ्यो भने यो पार्क जहाँ मानिसहरू घुम्न आउँछन् एउटा मन्दिर जस्तो बनाइएको छ। यो सुकुम्बासी बस्तीमा बसेका मानिसहरूलाई यहाँबाट विस्थापित गरेर अन्यत्र सारिसके पश्चात यो स्थानमा के गर्ने, नेपाल सरकारले यो स्थानबाट के फाइदा उठाउन सक्छ भन्ने कुराहरू चाहिँ एका हुनुपर्छ। यो सुकुम्बासी बस्ती भत्काइसकेपछि अहिले यो जमिन खाली भएको छ। यतापट्टि पहिल्यैदेखि पार्क थियो। यो पार्कबाट नेपाल सरकारले कति आफूलाई फाइदाजनक कुराहरू उठाए भन्ने विषयमा पनि कुरा गर्नुपर्छ। त्यो सँगसँगै फाइदाभन्दा पनि यहाँ बसोबास गर्ने जति पनि सुकुम्बासीहरू हुनुहुन्थ्यो उहाँहरूको जीवन रक्षाको लागि पनि नेपाल सरकारले यो भत्काइरहेको कुरालाई नेपाल सरकारले दाबी गरिराखेको छ। नेपाल सरकारले यसरी सुकुम्बासी बस्ती केही दिन अगाडि मात्र यहाँ नदी किनार क्षेत्रमा राखिएका आफ्ना सामानहरू यो सूचना प्रकाशित भएको मिति 3 दिनभित्र अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ। तोकिएको समयभित्र सामान नउठाएको कारण हराए वा नाचिएमा यस समिति जिम्मेवार नहुने बेहोरा अनुरोध छ भनेर यसरी सूचना जारी गर्दै यसरी टाँसिएको थियो भने यसरी काठमाडौँमा बसेको सुकुम्बासी बस्ती थियो। यहाँ केही दिन अगाडि नेपाल सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा यसरी सम्पूर्ण संरचनाहरूलाई भत्काइसकेपछि यो अवस्था छ। यहाँनिर यसरी हटाएर यसलाई त्यतिकै अव्यवस्थित राख्नु हो भने यो भत्काउनुभन्दा यहाँ बसोबास गरिरहेका जति पनि मानिसहरू उहाँहरूलाई बसोबास गर्न दिएकै राम्रो हुन्थ्यो। यो भत्काइसके पश्चात यसको सही व्यवस्थापन समयमै हुनुपर्छ। एक त काठमाडौँ महानगरपालिका विश्वकै सबैभन्दा प्रदूषित सहरमा पर्दछ भने अहिले भएको यस्ता कन्स्ट्रक्सन सम्बन्धी कामहरू जुन काठमाडौँका विभिन्न स्थानहरू प्रायःजसो सबै स्थानहरूमा यसरी भत्काउँदा यसबाट उत्पन्न भएका धुवाँ धुलो र फोहोरहरूले काठमाडौँलाई अझै प्रदूषित बनाउनेमा कुनै पनि शङ्का छैन। त्यसकारण यसलाई कसरी समयमा व्यवस्थित बनाउन सकिन्छ त्यसतर्फ नेपाल सरकारको ध्यान जान अत्यन्तै जरुरी छ। यसरी भत्काएर छाडिने मात्र हो भने यसले ठुलो समस्या निम्त्याउन सक्छ। यसबाट उत्पन्न भएका धुवाँ धुलोले मानिसहरूको जनजीवन स्वास्थ्य जीवनमा प्रत्यक्ष असर पार्न सक्छ। यसले रोग व्याधिहरू फैलाउन सक्छ। त्यसकारण पनि यसलाई समयमै व्यवस्थित गराउन नेपाल सरकारले छिटोभन्दा छिटो पहल चाल्नुपर्छ। भत्काउनु मात्र ठुलो कुरा होइन, त्यसलाई सही व्यवस्थापन गर्नु पनि ठुलो कुरा हो। यहाँ ठुलो बस्ती थियो कुनै समय, अहिले यो कुनै मिसाइलले हानेको जस्तो देखिन्छ झट्ट हेर्दाखेरि। त्यसकारण यहाँ बसोबास गर्ने व्यक्तिहरूको व्यवस्थापन र यो स्थानको पनि व्यवस्थापन अति महत्त्वपूर्ण भएको छ। हजुरको नाम के हो?
मेरो सञ्जित कुन ठाउँदेखि हो? हामी यति सर यसरी यो अहिले सरकारले भत्काइराखेको ठाउँहरूबाट यहाँहरूले फलामहरू सङ्कलन गरिराख्नु भएको छ, यो आफैले गर्नुभएको छ कि कसको समुदायमा गरिराख्नु भएको छ? हजुर जसको घर हुनुहुन्छ नि, हजुर हजुर, ऊ हजुरले यस्तो ठिकाना पैसा दिएर जुटाएर पैसा जसो कसैको 10,000 कसैको 20,000 कसैको 30,000 दिएर यस्तो फुटाएर ए हजुरले पैसा 10-20 हजार पैसा दिएर यो सङ्कलन गरिराख्नु भएको छ। यसरी सङ्कलन गर्दाखेरि तपाईँले दिएको पैसा उठ्छ? अब त्यस्तै हजुर, अब हामीहरूको पनि ज्याला दिहाडी उठिन्छ। अब जस्तो 10,000 दिए यता, अब उता लगेर कति निस्किन्छ त्यही अनुसारले कुनैमा घाटा पनि भइहाल्छ, कुनैमा फाइदा पनि, यस्तो भइरहेछ। ठिक छ, अहिले तपाईँहरूलाई काम भ्याइ नभ्याइ होला? अहिले त मारमार काम हो, जस्तो मार्केटमा घुम्दा त्योभन्दा राम्रो यस्तै भइरहेछ। त्यो पनि गाह्रो छ यसमा। गाह्रो छ। कुन ठाउँदेखि आउनुभयो? तपाईँको घर कता हो? हामी के यतै हो हजुर? यतै हो, काठमाडौँमै हो? होइन, हामी त इन्डियादेखि आउनुभएको। कति वर्ष भयो बस्नुभएको? यहाँ त 22 वर्ष। यो नेपाल सरकारले यसरी सरकारी जग्गामा बनेको भवनहरू घरहरू भत्काइराखेको छ, यस्तो इन्डियामा हुन्छ कि हुँदैन? हुन्छ, त्यहाँ पनि हुन्छ, लानी जग्गा त जहाँ पनि हुन्छ। यो बालन सरकारले गरेको काम कतिको राम्रो हो या नराम्रो हो जस्तो लाग्छ तपाईँले देख्दाखेरि? अब हामीहरूको त देख्दा हजुर कसैको सम्पत्ति सरकारको जो इच्छा लाग्छ, इन्डियाको चाहिँ यहाँको राम्रो छ। आउनु 2 मिनट धेरै टाइम लिन्न म तपाईँको 2 मिनटमा। हिसाबले भइराखेको छ, कसरी भइराखेको छ त्यो बुझ्ने प्रयास गर्नेछौँ। यसरी सरकारी जग्गामा बनेका संरचनाहरू भत्काइसकेपछि त्यसको व्यवस्थापन गर्न एकदमै कठिनाइ भइरहेको छ। त्यससँगै कवाडीवालाहरूलाई अहिले काम धमाधम गरिराखेको अवस्था देख्न सकिन्छ। जुनसुकै स्थानमा पनि यो भत्काइएका संरचनाहरूको सामग्रीहरू फलाम रडहरू सङ्कलन गर्ने कार्यहरू भइराखेको छ। यो